नमस्कार, म मनोज काफ्ले। म हाल काठमाडौँमा अवस्थित छु। केही समय अगाडि मेरो छोरी करिब 5-6 वर्षको हुँदाखेरि उनको नाकको त पछाडि एन्ड्रोइड भन्छ यो टन्सिल को अपरेसन गरेको थिएँ। इन्डिया दिल्ली मेदान्तमा गएर त्यहाँ अपरेसन गर्ने क्रममा केही समय अगाडिदेखि नै छोरीलाई बिमारी भएको हिसाबले बारम्बार लाने ओर्ने गर्ने गर्दथे। नेपालमा पनि देखाए तर समस्याको समाधान हुन सकेन। अलिक क्रिटिकल जस्तो भएपछि इन्डियामा लगेर देखाए 2-3 ठाउँ, अनि लास्टमा गएर मेदान्तमा अपरेसन गर्ने निधो गरे। त्यहाँ आउने जाने क्रममा यसो यो सोसल मिडियाहरू चलाउने क्रममा एउटा ग्लोबल हेल्थ एन्ड हेल्प अर्गनाइजेसन भनेर कृष्णराज गैरे हाम्रो नेपालकै बासी हुनुहुन्छ। उहाँले एउटा अर्गनाइजेसन जस्तो खोल्नु भएको रहेछ। उहाँहरूको त्यो अर्गनाइजेसन मार्फत जाँदाखेरि चाहिँ अलिकति सहुलियत हुने, नेपालका उसलाई सहुलियत दिने हस्पिटलहरूले गरेको रहेछ। त्यो कुरो मैले थाहा पाएपछि उहाँसँग एप्रोच गरेँ। त्यस कारणले बारम्बार कुरा हुन थाल्यो र उहाँसँग भएपछि लास्टमा ट्रिटमेन्ट भएपछि लास्टमा उहाँ फेरि नेपालै आउनु भएको रहेछ। लास्टमा पेमेन्ट गर्ने बेलामा फेरि त्यो उहाँले भने अनुसारले भएको थिएन। फेरि उहाँलाई एप्रोच गरेँ। नेपाल हुँदाखेरि वाट्सएपमा कुरा भयो र उहाँले सहज हिसाबले हेल्प गरिदिनु भयो र एउटा केही न केही सहुलियतहरू दिलाइदिनु भयो। त्यसले गर्दाखेरि म एकदम गदगदै छु। अहिलेसम्म पनि उहाँलाई कसरी धन्यवाद दिउँ भनेर म व्यक्त गर्न सक्दिनँ। उहाँसँग कुरा चाहिँ हुन्छ, उहाँसँग प्रत्यक्ष भेट्ने मौका परेको छैन। र अहिले हिजोआज चाहिँ 2-3 वर्ष भयो होला। त्यसपछि अचानक मैले हिजो अस्ति थाहा भयो कि उहाँले एउटा नयाँ काम नेपालमै बसेर त्यो पुरानो छोडेर आएर काम गरेर नेपालीहरूलाई सहुलियत होस्, सजिलो होस्, सहज होस् भन्ने हिसाबले उहाँले एउटा रिजोइस एन्ड रिलिफ हेल्थ प्रणाली भनेर एउटा संस्था खोल्नु भएको रहेछ। उहाँ प्रबन्ध निर्देशक हुनुहुँदो रहेछ त्यसको। र उहाँलाई मैले अब अरू प्रत्यक्ष नभेटे पनि यसै मार्फत अब उहाँसँग के कुराकानी गर्न मौका पाएँ र उहाँले भन्नुभयो कि यसले चाहिँ नेपालीहरूलाई तुरुन्तै उहाँ गएर यहाँ भएको ट्रिटमेन्ट सही छ छैन, गलत छ छैन भन्ने कुरो यहाँ उहाँसँग गर्ने कुरो चाहिँ उहाँबाट यहाँ बसी चाहिँ सहज तुरुन्तै जानु नपर्ने, डक्टरहरूसँग अब यहीँबाट कन्ट्याक्ट गर्न सक्ने, त्यस्ता काउन्सिलिङ गर्न सक्ने भन्ने यस्तो खोल्नु भएको रहेछ, वेबसाइट रहेछ। त्यस कारणले त्यो एकदम राम्रो हाम्रो लागि हाम्रो यहाँ नेपाली भाषीको लागि एकदम राम्रो, एकदम धेरै ठुलो राम्रो कुरो गर्नुभएको रहेछ। त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै यसरी उहाँको यो वेबसाइट मार्फत यो कम्पनी अलिकति राम्रो होस् र अगाडि चलोस्, राम्रो जाओस्, हेल्प पनि सहयोग पनि होस्, समाज सेवामा पनि उहाँ एकदम लाग्नु भएको छ। र हजुरहरूले पनि सबैले जसलाई आवश्यकता पर्दछ म यसै मार्फत हजुरहरूले सहयोग गर्दै एकदम निर्धक्क सहयोगी हुनुहुन्छ, सहयोगी भावनाको हुनुहुन्छ, सहयोग गरिदिनु हुन अनुरोध गर्दै यहाँ सानो कुरो यहीँबाट मार्फत भन्न चाहन्छु। धन्यवाद।